गाउँ गाउँमा सिंह गयो दरबार गएन। यो ओली सरकारबाट जनताको कहिले पनि भलो भएन सम्माननीय सभामुख। यो किन उठाइरहेको छु भने आज काठमाडौँ महानगरपालिका लगायत देशका सबै नगरपालिका धेरैभन्दा धेरै गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत ठप्प रोकेर राखिएको छ। आज देशका सबै आज शिक्षकहरू कर्मचारीहरू सबका सब ठप्प छन्। काठमाडौँ महानगरपालिकामा आज सरसफाई गर्ने कर्मचारीले तलब खान पाएका छैनन्। यो ओली सरकारलाई त्यसको पाप लाग्ला। आज यहाँका शिक्षकले तलब पाएका छैनन्। आज तपाईको गएर स्वास्थ्य कर्मीले तलब पाएका छैनन्। आज मेरो जुम्लामा पनि त्यही हालत छ। आज 83,558 जना निजामती कर्मचारीहरू के नेताको घरमा चाकडी गर्न र उनीहरूको घरदैलो अभियान गर्नका लागि नियुक्ति गरेको सम्माननीय सभामुख महोदय, म भन्न चाहन्छु यदि सरकारलाई त्यो कुरा लाग्छ भने अब आउने स्थानीय तहको चुनाव किन गराएको? आफ्ना आसेपासे कार्यकर्तालाई टीका लगाएर अबीर यात्रा गरेर घोषणा गरिदिनु सम्माननीय सभामुख महोदय। आज देशभरि हालत बेहाल बनाइएको छ। आज देशका सबै प्रमुख प्रशासकीय अधिकृत यहाँबाट रोकेर ठप्प पारिएको छ। यसको घोर भत्सना गर्छु र सरकारले यदि यस्ता गतिविधि गर्ने हो भने स्थानीय तहको चुनाव नगराए पनि हुन्छ सम्माननीय सभामुख महोदय। र अर्को साथसाथै दुर्गमलाई सधैँ दुर्गम बनाइरहने, सुगमलाई सधैँ सुगम बनाइरहने यो वित्तीय समानीकरण अनुदान कटौती भएको छ। यो छिटोभन्दा छिटो यो सरकारले उपलब्ध गराओस्, किनभने सबै ठाउँमा तपाईको महानगर जस्तो हुँदैनन्। आज गाउँपालिकाहरू आज पैसा नपाएर आज कर्मचारीको तलब दिन नसक्ने अवस्थामा पुगेका छन्। त्यही भएर सम्माननीय सभामुख महोदय, यसरी काठमाडौँ महानगरपालिकालाई बन्धक नबनाइयोस्। ती फोहोर उठाउने मान्छेको पाप लाग्ला यो सरकारलाई। त्यही भएर प्रमुख प्रशासकीय अधिकृत छिटोभन्दा छिटो पठाइयोस्। यदि तपाईको डर लाग्छ नयाँ साथीहरूबाट भने आउने स्थानीय तहको चुनाव नगर्नुहोस्। आफ्ना पार्टीका कार्यकर्तालाई ल्याएर सिन्दुर हाले जसरी अबीर यात्रा गराएर घोषणा गर्नुहोस्। होइन भने यसरी तपाईको आज सरकारका आँटमा कर्मचारीहरूलाई रोकेर देशभरिका स्थानीय तहलाई ठप्प पार्न पाइँदैन। यो मन्त्रीज्यूले हेर्नु भएन कि राष्ट्रिय सभाले हेरेन? यो विधेयकको दफा 25 मा यसको कोष स्थापना गर्ने भनेको छ। यो 25 को दफा 25 को उपदफा 2 को खण्ड ग कुनै विदेशी सरकार, निकाय वा संस्थाबाट वैदेशिक सहायता स्वरूप प्राप्त आर्थिक अनुदानको रकम लिने भनेको छ। यहाँ है यो देखाउँदैछु, मन्त्रीजीले पढ्नु भएको छैन भने यहाँ छ। अब अर्को एकछिन पढौँ फेरि ठ्याक्कै। नेपालमा वैदेशिक लगानी खुला नगरिएका उद्योग तथा व्यवसायहरू कुन कुन हुन् भन्छ। विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन 2075 को दफा 3 को उपदफा 2 को खण्ड 7 पढौँ है एकछिन। आम सञ्चारका माध्यमहरू पत्र पत्रिका, रेडियो, टेलिभिजन, अनलाइन समाचारको व्यवसाय, राष्ट्रभाषाका चलचित्र व्यवसायमा वैदेशिक लगानी ल्याउन पाइँदैन। अब भन्नुहोस् यो विधेयक कसरी ल्याउनु तपाईहरुले? यतिसम्म पनि अध्ययन गरेर आउँदैन भनेपछि अनि हामीले वृद्धाश्रम नभनेर राष्ट्रिय सभालाई के भन्ने? त्यसो राष्ट्रिय सभा हुनुपर्ने के हो? एउटा राष्ट्रिय सभाको यत्रो तपाईको हामीले यो यहाँ तपाईको मिडिया काउन्सिल विधेयकको 80 को प्रतिवेदन छ। यो प्रतिवेदनमा मान्य सदस्य वक्ता मान्य सदस्य एकैछिन बस्नुस्। किन उठ्नु भएको थियो? मेरो समय के नियम आपत्ति हो के हो? के कुन नियम अन्तर्गत के हो मान्य? पहिला नियम के नियम अन्तर्गत के आपत्ति गर्न खोज्नु भएको छ हजुर? के हुन्छ त्यस्तो के हुन्छ? ल मान्य सदस्यले राख्नुभएको कुराप्रति ध्यान आकृष्ट भएको छ। वक्ता मान्य सदस्य आफ्नो समय सीमाभित्र आफ्नो कुरा राख्नुहोस्। म माननीय सदस्यज्यूलाई यहीँबाट जवाब दिन चाहन्छु। म प्रतिनिधि सभाको निर्वाचित सदस्य हो। मेरा विरुद्धमा राष्ट्रिय सभामा स्टार्टर ल्याएर खेत प्रस्ताव हुँदाखेरि तपाईको ध्यान आकर्षण कहाँ थियो? है कुण्ड कुण्ड पानी मुण्ड मुण्ड बुद्धि भन्छन्। त्यो भए हुनाले म अहिले पनि भन्न चाहन्छु ल मान्य सदस्य रघुजी पन्त के अन्तर्गत नियम आपत्ति हो? धन्यवाद छ मान्य सदस्य, यहाँको सुझावप्रति धन्यवाद छ। आसन ग्रहण गरौँ। व्यक्ति विशेषमा नगइकन मान्यजीले आफ्नो विषयमा आधारित भएर कुराहरू राख्नको लागि म निर्देश गर्छु। धन्यवाद। त्यो मैले यो किन भनिराखेका छु भने यस्तो राष्ट्रघाती कुरा पनि एउटा सभाबाट पारित हुँदाखेरि हामी युवाहरूको भविष्य बर्बाद भयो त्यतिकै भनेको होइन।
र राष्ट्रिय सभा चाहिँ केका लागि बनाइएको भने विज्ञहरूको भर्ती केन्द्र हो, तर अहिले कार्यकर्ताको भर्ती केन्द्र भयो। जस्तो कानुनको विज्ञ खै कानुनको विज्ञ भइदिए भए त यो कुरा आउँदैन थियो, आज संशोधन भएर आउँथ्यो होला। खै त्यसपछि अर्थ विज्ञ खै, कूटनीतिक तथा परराष्ट्र विज्ञ खै, चलचित्रको विज्ञ खै, कृषि विज्ञ खै, संचार विज्ञ खै, शिक्षा विज्ञ खै, स्वास्थ्य विज्ञ खै, आविष्कार तथा अन्वेषण विज्ञ खै, सांस्कृतिक तथा पर्यटन विज्ञ खै, पूर्वाधार तथा भौतिक विज्ञ खै, सुरक्षा तथा रक्षा विज्ञ खै। त्यस पछाडि यहाँहरुको केही भयो प्रतिक्रिया पछि राख्नु होला, बस्नुस्। ल मान्य सदस्य आफ्नो कुरा राख्नुस्। सम्माननीय सभामुखज्यू, बोल्ने समय दिनुभएकोमा धेरै धेरै धन्यवाद। यहाँ त बोल्न पनि नपाइने जस्तो अवस्था देखियो, किनभने म आज पनि भन्छु राष्ट्रिय सभा विज्ञहरूको सभा हो, कार्यकर्ताको भर्ती केन्द्र होइन। हामीले त्यसका लागि विषयमा आधारित भएर बोल्नु न। त्यही भएर मैले मिडिया काउन्सिल, यो जस्तो विषय मिडिया काउन्सिल आम संचार विधेयकमा यत्रो संशोधन आएको छ, एउटा सभाबाट पारित भएको कुरा छ, एउटा राष्ट्रघातको कुरा छ, दुईटा ऐन बाजिने कुरा हुबहु पारित आउँदाखेरि अब हामीले लज्जास्पद महसुस गर्ने कि नगर्ने भन्ने विषयवस्तु उठेको हो। यो मिडिया काउन्सिलकै कुरा भएर यो उठेको हो, यो विषयवस्तु भन्दा बाहिरको विषयवस्तु होइन। त्यही भएर सम्माननीय सभामुख अहिले पनि मन्त्रीज्यूलाई के अनुरोध गर्न चाहन्छु, हाम्रो अगाडि हुनुहुन्छ, यो दुईटा कानुन बाजियो। वैदेशिक लगानी ल्याउन नपाउने भनेर हाम्रो वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरण 2075 को दफा 3 को उपदफा 2 ले भन्छ, 2 को खण्ड 7 ले भन्छ, अनि यो मिडिया काउन्सिलको दफा 25 को उपदफा 2 को खण्ड गले के भन्छ भने वैदेशिक लगानी ल्याउने भन्छ। र यसरी यो सत्य कुरा पनि बोल्दाखेरि संसदमा बोल्न दिइदैन भने यो संसदको औचित्यमाथि पनि प्रश्न चिन्ह खडा हुन्छ। यसरी संसदमा यहाँ कुरा राख्दै गर्दा बोल्नु हुन्छ भने पनि भोलि हामी पनि बोल्छौं तलबाट। यो कुरा याद र हेक्का रहोस्, किनभने यो कसैको दयाका साथ यहाँ आएको होइन। चुनाव जितेर आएको, जुम्ली जनताको मायाले आएको, प्रेमले आएको, बहुमतका साथ आएको, 52% भोट जितेर आएको। त्यो भएको हुनाले यहाँ जमाते नगर्दिनुस्। त्यो भए हुनाले सम्माननीय सभामुख महोदय, एउटा सांसदलाई बोल्ने अधिकार दिनुस्। मेरो अधिकार हो बोल्ने, मेरो समय हो बोल्ने, तपाईहरुको समयमा बोल्नुस्। हस्, धन्यवाद सम्माननीय सभामुख महोदय। त्यो भएर आफ्नो समयमा बोल्नुस्। यो विधेयक, यो बिल हेरिराख्दाखेरि यो सरकारले चाहिँ आफ्नो हितमा कसरी पत्रकारलाई चाहिँ आफ्नो अन्डरमा कसरी पत्रकारलाई राख्न सकिन्छ र आफ्नो हितमा कसरी उनीहरूलाई सञ्चालन गर्न सकिन्छ भन्ने हिसाबले लिएर आएको देखिन्छ। नेपाल सरकारको नियुक्त गरेको मिडिया काउन्सिलको अध्यक्षले स्वतन्त्र नियम मनकारी भएर कसरी भूमिका खेल्न सक्छ यस्तो बिलमा? सबैले सरकारको वागवाही गर्नुपर्ने, आलोचना गरेमा कारबाहीको त्रास छ, यस्तोमा स्वतन्त्र पत्रकारिता कसरी मौलाउँछ? पत्रकार भनेको त स्वतन्त्र हुनुपर्ने होला नि त। उहाँहरूले दिएको इन्फर्मेसनले त नागरिकहरूले थाहा पाउनुपर्ने होला नि त। सरकारको इच्छा अनुसारको इन्फर्मेसन दिन थाल्यो भने त नागरिकलाई त के सरकारले गरिरहेछ राम्रो नराम्रो त त्यो राइट इन्फर्मेसनै जाने भएन। अनि यस्तो बिलले नागरिकहरूको यो बिलले नागरिकको त के पत्रकारहरूको पनि हितमा काम गर्छ जस्तो चाहिँ मलाई लाग्दैन। फेरि यो काउन्सिलिङलाई कति बलियो बनाउन खोजिएको भन्ने पनि अचम्म के। यसमा चाहिँ आचार संहिता उल्लङ्घन गरेमा 10 लाखसम्मको जरिमाना अरे, अनि त्यसपछि पुनरावेदन गर्नलाई चाहिँ उच्च अदालतमा मात्रै जानुपर्ने, जिल्ला अदालतको त नामै छैन। यस्तो पनि हुन सक्छ। यो कसरी यो कुन चाहिँ उसमा राख्न खोजिएको हो? आफूले रोजेको मान्छेलाई अध्यक्ष बनाउने अनि आफ्नो इच्छा अनुकूल आचार संहिताको डन्डा चलाएर पत्रकारलाई तह लगाउन सरकारको यो नियत देखिन्छ। नागरिकको विचार र अभिव्यक्ति स्वतन्त्रताको हकलाई कुल्चेको छ। अनि यस्तै व्यवस्था प्रस्ताव गर्ने सरकारले प्रजातन्त्रवादी भएको घमण्ड गरिदिन्छ। यो प्रजातन्त्र कुनै पनि हिसाबले यो बिलले प्रजातान्त्रिक देखाउँछ त? कुनै पनि हालतले यो देखाउँछ जस्तो लाग्दैन। हाम्रो प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको अभ्यास नयाँ छ। केही दिन अगाडि मात्र एकजना नेताले एउटा चलचित्रको पात्रसँग आफ्नो अनुहार मिल्ने भएकोले चलचित्र प्रदर्शनमा रोक गर्नलाई चाहिँ अदालतमा रिट नै लिएर जानुभयो। अहिले उहाँहरू सरकारमै हुनुहुन्छ। यही नियत सरकारको हो भने यस प्रस्ताव काउन्सिलिङले त आम संसारलाई निष्पक्ष हुनै दिँदैन। त्यही फिल्मको नाम जस्तै लाज शरम नै नभएको जस्तो देखियो क्या। यो एउटा मुभी बनाउँदाखेरि मान्छेले कति इन्भेस्ट गरेको हुन्छ भन्ने कुरा अलिकति पनि ख्याल छ? त्यो फिल्मको नाम जस्तै भयो, लाज शरम नभएको भयो क्या। यो त कहाँसम्म एउटा आफ्नो अनुहार मिल्यो भन्ने बित्तिकै करोडौँ लगानी गरेको मुभीलाई रोक्न मिल्छ? मन्त्रीज्यू यही हुनुहुन्छ। मैले मन्त्रीज्यूलाई आग्रह गर्न चाहे, यसरी पत्रकारहरूलाई चाहिँ एउटा कुण्ठित